सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज हामी अब चपाखाना जान आएको छौँ। यो सो हाम्रो केटाहरू अगाडि टोली केही काम छैन उनीहरूको चाहिँ केटाहरू के बोक्या थाहा छैन। अरू यहाँ केटाहरू चाहिँ बोतल बोक्रेर के बोक्या चालाहरूको भएन। सो आज हामी आफ्नो घरतिर गएर खाऊँ। अरे कहना क्या चाहते हो? काण्ड चाहिँ बाबा अरे कहना क्या चाहते हो? के राम्रो छ नराम्रो छ केही सुधार्नु पर्यो भने पनि हजुरले हल्का कमेन्ट समेन्ट हानिदिनु होला। सो यहाँ चाहिँ हामी चाहिँ यहाँ रगत यहाँ के होइन यो चाहिँ के भएर सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज हामी अब चपाखाना जान आएको छौँ। यो सो हाम्रो केटाहरू अगाडि टोली केही काम छैन उनीहरूको चाहिँ केटाहरू के बोक्या थाहा छैन। अरू यहाँ केटाहरू चाहिँ बोतल बोक्रेर के बोक्या चालाहरूको भएन। सो आज हामी आफ्नो घरतिर गएर खाऊँ चपाखाना। हाम्रो केटाहरू चाहिँ के गर्छ हजुर हेर्नु होला, नुहाउनु पनि सक्छ होला। नुहाउँदाखेरि चाहिँ हल्का पानी सानीको हान्डा इच्छा हानीको भिडियो बनाउँला। आज चाहिँ हाम्रो केटाहरू चाहिँ यहाँ कपिराइट आउँछ होला। यो भिडियो चाहिँ एकछिन यही गरौँ। यहाँ काण्ड चाहिँ बाबा कपिराइट आउँछ होला फेरि एकछिन यही भिडियो। अब चाहिँ हामी आफ्नो डेस्टिनेसनतिर पुग्नु गएको छौँ। हजुरहरूले पहिला पनि सानै ब्लगमा हेर्नुभयो होला। सानै ब्लग चाहिँ हजुरहरू पनि सब्सक्राइब सेयर सबै गरिदिनु होला। सानै ब्लगको सब्सक्राइब चाहिँ हानिदिनु पऱ्यो। जसरी सानै ब्लगमा 100 सब्सक्राइबर पुऱ्याइदिनु होला र मेरो च्यानलको पनि हल्का सब्सक्राइब हानिदिनु होला, सपोर्ट देखाइदिनु होला। र हामी आज अब फेरि पहिलेको ठाउँमा सानै ब्लगमा हजुरहरूले देख्नुभयो होला। सानै ब्लगको धेरै जस्तो सब्सक्राइबरहरू हेर्नुभयो भयो भने थाहा होला हामीले केटाहरू कहाँ भनेर। यहाँ चाहिँ हाम्रो सानै ब्लगको ओनर उठेर केही गराइरहेको छ, यहाँ गीत बजाइरह। यो चाहिँ यही हो केटाहरू हाम्रो यहीँ पारा यस्तै हो। तर के गर्नु सबै हाम्रो यहाँ सबै मतलब छैन कसैको केही होस्। कोही यहाँ कसरी बोके यहाँ फेरि यहाँ डन चोङ्ला हाम्रो फेरि यो मोबाइल चाहिँ धेरै टाटिरहेको छ। सो गाइज हाम्रो जब यो चाहिँ कपिराइट दिन्छ होला यसले हेरेँ फेरि अहिले गाइज। अब चाहिँ हामी यहाँ भिडियो अरे चर्पा सर्वर यहाँ सबै धेरै गइसकेको छौँ। यो चाहिँ के बिर्छ भने यहाँ अब फेरि यो चाहिँ मामा चाहिँ चर्पा खानै बिर्सेर चर्पा खाने अरे खुर्सानी हाल्न बिर्सेर चाहिँ के गर्छ हेर्नु यस्तो बाल हो। मुखबाट हजुरको भिडियो हेरेर रस निकालिन्छ एकछिन नआउनु। हजुरहरू पनि खाँदै गर्नु के गर्नुहुन्छ। यो सालले चाहिँ के गर्छ अब के काम छैन। यो 32 नम्बर 32 होइन 22-23 नम्बर। सो गाइज आजको हाम्रो भिडियोमा हामी यहाँ चर्पा खानु गएको छौँ। हाम्रो सानै ब्लग चाहिँ कहाँ गइरहेको छ थाहा छैन। यही हो डन हाम्रो फेरि यस्तो बाबा अहिले राम्रो भनेको मैले एउटा इन्स्टाको पनि पेजमा। सो गाइज अब एउटा चाहिँ म इन्स्टाको पेज बनाउँछु आज यस्तै ब्लग सानै ब्लग रे एनएफसी ब्लगको एउटा इन्स्टाको पेज हुन्छ। त्यसमा चाहिँ हजुरहरू पनि आज म इन्स्टा फेसबुक सबै हालिदिनु सक्छु। सबैले हजुर डिस्क्रिप्सनमा गएर डिस्क्रिप्सनबाट हेर्नु होला। धेरै यस्तै गर्मीमा हेर के अनि धेरै पानी खायो भने यस्तै हुन्छ। अब चाहिँ म आज फेरि भिडियो सिडियोहरू इन्स्टामा पनि दुइटा सर्टहरू हालेर चाहिँ म धेरै जस्तो टाइममा इन्स्टामा एक्टिभ हुन्छु। अनि इन्स्टामा चाहिँ धेरै एक्टिभ हुँदाखेरि हजुरले इन्स्टामा धेरै हेर्नु होला। फेरि त्यस्तो युट्युबमा त त्यस्तै आउनु सक्दैन। तर के गर्नु यस्तै हो पारा। यो के राम्रो छ नराम्रो छ केही सुधार्नु पर्यो भने पनि हजुरले हल्का कमेन्ट समेन्ट हानिदिनु होला। सो यहाँ चाहिँ हामी चाहिँ यहाँ रगत यहाँ के होइन यो चाहिँ के भएर। सो गाइज हामी जब फेरि अब अर्को मोबाइलबाट भिडियो बनाइरहेको छु। सो हाम्रो चाहिँ दुइटा भ्लगरसँगै भेटिसकेको छ। यहाँ चाहिँ हाम्रो सानो ब्लग। सो हामी चाहिँ अब यस्तै यही हो पारा के यो चाहिँ चोङ्ला के काम छैन। हाम्रो मिमको भण्डार मिम दिने भण्डार सधैँ यही हो। जे यो भन्दा अगाडि पनि के भन्छ अरे हामी चाहिँ दुइटा भ्लगर यो हाम्रो चाहिँ पारा के भन्छ अरे यो पनि भर्खर आइडी खुलेको छैन। अब यसको पनि अब सो गाइस मेरो पनि कन्टेन्ट राम्रो आउँछ। हजुरले पनि सब्स्क्राइब हाल्नु होला। मेहनतै गरिरहेको छ। अब यो चाहिँ लगिसकेको छ
सो हामी चाहिँ केटाहरू यस्तै बक्चुरी गर्दै हजुरहरूले पनि बक्चुरी गर्नु होला यहाँ पानी पऱ्यो भने अहिले चाहिँ बबाल मौसम हुन्छ सो हाम्रो चाहिँ बक्चुरी गर्दै बसिरहेको केही काम हुन्न हाम्रो सो गाइस हामी चाहिँ आफ्नो अब डेस्टिनेसनबाट पुगिसकेको छौँ अब हाम्रो डेस्टिनेसन हो यो चाहिँ हाम्रो गाउँको खोला यस्तो बबाल पहिला राम्रो थियो अहिले फेरि बिगारेर अब फेरि मन लाग्ने राम्रोसँग यो नेचुरल हो नेचरले जे पनि गर्न सक्छ सो हामी आफ्नो डेस्टिनेसनबाट पुगिसकेको छौँ पहिला पनि हामी आएको थियौँ धेरैचोटि आएर हाम्रो सानै ब्लगमा पनि हेर्न सक्नुहुन्छ म कम धेरै टाइटलमा अरे टाइटलमा हालिदिनु सक्छु न डिस्क्रिप्सनमा पनि हालिदिन्छु सानै ब्लगको सो हामी त अब कम धेरै यस्तो गर्मीको बेला पनि ब्लग बनाएर हाम्रो केटाहरू चाहिँ कहाँ अब फेरि हेर्नुपर्छ पछाडि होला एउटा जस्टिन हो त्यहाँ डिछ्यान्ट त्यहाँ गोरे भाइ हाम्रो रोजल सानै भ्लग चाहिँ डिछ्यान्ट हो हजुरले देख्नु चिन्नु पनि भयो होला सानै भ्लगलाई अन्त जस्तो टाइममा हजुरहरूले पनि सब्सक्राइब हानिदिनु होला सपोर्ट देखाइदिनु होला मेरो च्यानलमा पनि सपोर्ट देखाइदिनु होला र हामी चाहिँ अब फेरि यहीँतिर हामी पहिलाको ठाउँमा खोलाको पहिला यहाँ कचोट आएको छौँ तर धेरै आज चाहिँ धेरै हल्का गर्मी हो पहिला हल्का कम बेला आउँथ्यो आजको भिडियोमा चाहिँ हजुरले चरबर खाएको हामीले देख्नुहुन्छ होला के गरेको देख्नुहुन्छ होला जो ल जे कमेन्ट गर्नु पनि सक्नुहुन्छ अब हाम्रो यहाँ सर्वर यहाँ सबै काटकुट भइसकेको छ अझै हल्का बाँकी हो सो हजुर अब फेरि अब सिनेमेटिक हेर्नु होला काटेको यस्तो हाम्रो यहाँ फेरि बबाल कुक्ले होइन हामीले फेरि बबाल फेरि चाइनाबाट लिएर के गर्नु केही हो केटाहरूको पारा सो हाम्रो दुइटा डन यो सानै भ्लग यहाँ चाहिँ यसले पनि भिडियो बनाउँछ अरे आजको भिडियो यसको पनि हेरिदिनु होला कति बजीतिर आउँछ केटो कति बजीतिर आउँछ बेलुकाको 7 बजीतिर ल 7-8 बजीतिर आउँछ अरे मेरो हल्का मेरो पनि त्यस्तै मेरो पनि बेलुकाको 7 नभए 5 बजीतिर आउँछ हजुरहरूले हेरिदिनु होला के हेरिदिनु होला यही भिडियोमा चाहिँ थाहा भइहाल्यो सधैँ अब मेरो चाहिँ सधैँ टाइमिङ हुन्छ बेलुकाको 7 बजीतिर बिदा पायो भने डेली भ्लग गरौँला पाएन भने यही हो टाइममा गरौँला कुनै टाइम अब सो हाम्रो चाहिँ यस्तै पारा यो अब केटाहरूको पारा यस्तै अब पारा गाइस अब चाहिँ हामी के भन्छ यहाँ सबै खालिसकेको छौँ अब मोलमाल मात्रै गर्नु बाँकी छ सो हामी चाहिँ यहाँ चुकमिलो हाल्न गइरहेको छौँ ल बुङ्गुर भाइ हाल्दै त छिटो हाल्दै ल यहाँ चुकमिलो हाल्न गइरहेको छौँ बुङ्गुर नकरा यहाँ चाहिँ हाम्रो केटा सधैँ बक्चुरी गरेर सो हामी त अब मोलमाल गरेर सबै यहाँ भिडियो सिडियो हजुरहरूले देख्नु पनि भयो होला 2-3 अब सिनेमेटिक पनि हालिदिन्छौँ म यो सिनेमेटिक के भन्ने भर्खरको हामी चाहिँ क्रिएटर हो त्यही भएर हल्का फुल्का हान्नु होला न केही न केही हान्नु होला जे हो त्यही साला घाटिन्छु सो यहाँ मजाले के बोल्छु यहाँ थाहा छैन भर्खर क्रिएटर यहाँ कस्तो देखिरहेछ भोलि पर्सितिर म पनि कट हान्छु यहाँ बबाल कट हानिदिन्छु हेर्छु म यस्तो यहाँ केटाहरूले बबाल हान्दा हेलो के भयो हालिदिनु ल चिकन हालिदिनु सो गाइस हामी चाहिँ अब सबै खाइसकेको छौँ अब चाहिँ यो सरसफाइ गरेर राम्रोसँग गरेर हामी जब घटासमा जान्छौँ घटासमा जान्छौँ सो आजको भिडियोमा चाहिँ यति नै बाई बाई